यसले चाहिँ पुडी बनाउँदैछ हो सानो सानो यसले पुडी बनाउँदैछ भर्खरै स्टार्टिङ गरेको पुडी बनाउनु चाहिँ हेलो एभ्रिवान सबैजना नमस्ते छ मेरो युट्युब च्यानलमा अनि मैले कति दिन भ्लग हालेको थिएँ अनि आज चाहिँ हो दुर्गा पूजा अनि मैले भ्लग बनाऊँ भनेर सोचेको चाहिँ यहाँ इग्नोर हालिदिनु छ होइन अनि सबैजनालाई वेलकम एन्ड वेलकम टु माई युट्युब च्यानल सञ्जु दत्ती भ्लगमा सबैलाई स्वागत छ होइन अनि म चाहिँ आफैदेखिको कन्टिन्यू भ्लग गर्छु अनि आज चाहिँ हाम्रो गाउँमा दुर्गा पूजा होइन अनि तपाईँहरूलाई पनि देखाउँछु आफ्टर यस्तै 3 months 4 months भएको थियो होला मैले भ्लग नहालेको अनि आजदेखिको चाहिँ मैले कन्टिन्यू भ्लग गर्नेवाला छु तपाईँहरूले हेर्नुहोस् होला माया दिनुहोस् होला आज चाहिँ हो उयो होइन म चाहिँ यहाँ फुपेरको घरमा आइरहेको छु तपाईँलाई म उता गएर पनि देखाउँछु मैले दुईवटा भ्लग गर्दैछु एउटा मिनी भ्लग एउटा फुल भ्लग होइन गाइस अनि अब चाहिँ म त्यहाँ गएर भेट्छु नि ल तपाईँहरूसँग अहिले चाहिँ हामी यता आइसकेको छौँ होइन यता आइसकेको छौँ जहाँ हामी कमेडी हलमा गरेको छ मन्दिर चाहिँ पूजा चाहिँ त्यहाँ गरेको छ हामी त्यहाँ आइसकेको छौँ तर गाना बजिरहेको छ म कपिराइट त्यहाँ आउँछ त्यही कारणले म भोइस कल गर्नेवाला छु से हाई अब यहाँ चाहिँ उयो खोलिसकेको छ माताको चाहिँ त्यो अनुहारहरू सबै खोलिसकेको छ यहाँ चाहिँ सबै खोलिसकेको बजारमा पनि हामी पूजा गर्न जान्छौँ माथि पण्डितको वेट गरिरहेछौँ टाइम भइसक्यो यस्तै 10-11 बस्नु आँटिसक्यो होला आई डोन्ट नो मलाई टाइम त एक्ज्याक्टली चाहिँ याद भएन टाइम कति बजेको छैन अनि यहाँ चाहिँ म भिडियो मात्र बनाउँदैछु अहिले भोइस कभर गर्नुपर्छ भोइस कभर गरेन भने कपिराइट लागिन्छ अहिले म पण्डित आउँदाखेरि भेट्छु नि ल के भन् अनि गाइस मैले आफ्टर लङ टाइम भिडियो गर्दैछु अनि सोया के भन् अझै मैले फेसबुक पेजमा पनि म यही ब्लग हाल्छु गाइस फेसबुक पेजमा पनि फलोवर्स चाहिँ ज्यादा बढाइदिनु होला गाइस होइन ज्यादाभन्दा पनि ज्यादा 2K बनाइदिइहाल्नुहोस् होइन अनि यहाँ चाहिँ हाम्रो राखी के भन् हेलो भन् न यहाँ सबैजनाले नि हेलो भन्नु पनि सबैजनालाई सिकाउनु पर्छ अहिले हाम्रो गानाहरू अलिकति बन्द भइरहेको छ नि त कसले नि के भन्छ ग्यास बाल्दा पनि कपाल चलाउने मान्छे चाहिँ यहाँ छ हाम्रो दिदीको रियाक्सन हेरिदिनुपर्छ होइन यहाँ सबैजना यहाँ चाहिँ हाम्रो त्यहाँ खानाहरू पक्दैछ म चाहिँ कोइला ल्याउनु गएको गाइस
पनिर चाहिँ आउनु भएको छ होइन। आजको वेदर चाहिँ यस्तो दामी भइरहेको छ। गाई छ हाम्रो बाउन्ने आएर पनि होइन, मैले हात पनि पोलाएँ। रेजियादेखिको नि कपाल जलेर केही छैन। अनि यता चाहिँ हाम्रो सबै उयोहरू हुँदैछ। अनि बाहिर चाहिँ खानाकुराहरू बनाउँदैछ होइन। यहाँ हाम्रो खानामा हेलो सेहाई छिटो 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 भन्दै पुडिनीहरू यस्तो छ छैन। अब बाहिर चाहिँ म गर्नु देखाउँदैछु ल। यता पनि त्यो देखाउँछु। यता चाहिँ यहाँ दुईजना क्रेजीहरू गेम खेल्दैछ। मेरो हातै पोलेर मैले छोड्नु नि, मैले त्यो हात पोलेर बब्बा किन जानु होइन। गाइस यहाँ चाहिँ यस्तो हालत पतला भइरहेछ। यहाँ सबैको यहाँ खाना बनाउनु भन्दा पनि गफै ज्यादा रेट छैन। यहाँ चाहिँ खाना बनाउनु भन्दा पनि गफरी ज्यादा नै छ। यहाँ सबैजना त्यस्तै हो। अब पूजाको देखाउँछु गाइस। यहाँ हाम्रो यो टाइटल चाहिँ यो छ, मलाई पढ्न आउँदैन। प्रोनाउन्सिएसनमा अलिकति खत्तम छु, आफै पढ्नुहोस् होला। यसले चाहिँ पुडी बनाउँदैछ हो। सानो यसले पुडी बनाउँदैछ। भर्खरै स्टार्टिङ गरेको पुडी बनाउनु चाहिँ। अन्त यहाँ काम सघाउनेहरू ए प्रसाद। अन्त यहाँ काम नलाग्ने मान्छेहरू सुतिरहेछ हो। अनि यहाँ बनाउनेले बनाउँदैछ। उता लाइटहरू बनाउँदैछ। यता आलु केलाउँदैछ। अनि यता चाहिँ उसले फ्राई बनाउँदैछ। के बनाएको भयो? पुडी ए प्रसाद। यहाँ व्रत बसेकोहरूले चाहिँ खोल्नुको लागि हो। यहाँ सबै व्रत बसेकोहरू मात्रै छ। सबै भोकै छ। यो त के साह्रो गोरो देखेको हौ। त्यसले पनि बनाउँदैछ। यहाँ हामीहरू नि बेल्दैछौँ होइन। बेल्दैछौँ यस्तो दामी। यहाँ डोल्लो के भएको छ नि मन साइलाको ब्लगमा चाहिँ लाइक एन्ड सब्स्क्राइब गरिदिनु गाइस। अहिले भेटौँ ल माथि। अब चाहिँ बाउन पढ्दै गरेको अहिले चाहिँ म तपाईँहरूलाई बाउन पढ्दै गरेको देखाउँछु नि ल गाइस। स्कंदस्थितां देशनं कन्याभिकरवालकेटविलसद्दस्ताभिरासेविताम् हस्तैश्चक्रगदाशिखेटविशिखां चापं गुणन्तर्जनीं बिभ्राणामनलत्निकां शशिधरां दुर्गां त्रिनेत्रां भजे। त्यो फुल चढाइदिनु देवीकोमा। पुष्पाणि पूजा संपदे ओम दुर्गेभ्यै नमः। मां पुष्पभावान् समर्पयामि। यहाँ चाहिँ मजाले सबैजना पूजा गर्नुहुन्छ। हामी चाहिँ यहाँ हेर्दैछौँ। मालाहरू सबैजना
अनि अहिले चाहिँ लास्ट आरती मादाको मैयाटीको मृग मादाको उज्जल से दोने निर्मल से दोने चन्द्रवदनानि गो ओम जय अम्बे गौरी कनक समान कलेवर रक्ताम्बर राजय फाइनली पूजा गरिसक्यो पूजा सक्यो अब खाना खानु पाउँछ गाइस मैले दिएर आज व्रत खेल्न आइसकेको भोलि पनि छिटो आउँछ के पन्ध्र बजे त्यसै बेला किन यहाँ चाहिँ प्रसाद चाहिँ कस्तो भएछ त दामी भएको छ आलुदम दामी भएको छ भोलि चाहिँ अझै बनाउनु पर्छ यता सबैजनाले खानु हुँदैछ दामी भएको छ दामी दामी लु यता हेलो भन्दैन यता हेलो आई सन्जु यता चाहिँ हामी सबैजनाले प्रसाद खाएको थियो प्रसाद चाहिँ आज यस्तो मिठो भएको छ कि भोलि यो भन्दा धेरै आज चाहिँ हामी कम्ती मान्छे छ भने चाहिँ त्यो उयो भएन नि त याद भएन नि मान्छे कम्ती छ भने तर अहिले मान्छे चाहिँ अलिकति ज्यादै छ अघिको भन्दा लक्ष्मी इस म पनि थिएँ होला पुरी पोल्नुमा मेरो भिडियोमा पनि छ मोटी कस्तो आयो आइस भुजेल यता हेरेर भन अब चाहिँ हामी सफा गर्नुपर्छ तर म गर्दिनँ म पर घर जानुहुन्छ पर घर जान्छु के भयो यहाँ चाहिँ हेर्नु हेरे हेलो भनिदिएर यहाँ चाहिँ हेलो भन्ने चाहिँ यति साह्रो एक्साइटेड छ हाम्रो दिदीसँग होइन म चाहिँ घर गएर यता फेरि मन्दिरै आएको छु मेरो सोयाको फोन मेरोमै थियो अनि यहाँ भजन पनि हुन्छ भने 4:30 देखिको अनि त्यसको लागि पनि आएको अहिले त गाना बजाउँदैछ गाइज अनि अहिले भजनहरू हुन्छ अनि भेट्छु नि ल म भिडियो अलिकति एडिटिङ पनि गर्दै गर्छु दिनको चाहिँ हाम्रो एकैचोटि भजनहरू भयो भजनहरू भएर चाहिँ त्यहाँ त्यस्तै भजनहरू भयो होइन तपाईँहरूलाई मेरो भिडियो कस्तो लागेको छ होइन लाइक राम्रो लागेको छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनुहुन्छ होला होइन अनि त्यस्तै भयो आजको पूजाको भ्लग अनि तपाईँहरू इन्जोय गर्नुहोस् भयो होला हाम्रो भजन पनि सकिसकेको छ होइन हामी चाहिँ यो मादल पुऱ्याइदिनु जाँदैछौँ मही छ यहाँ अनि श्लोक त्यसको मादल पुऱ्याइदिन्छ अनि हाम्रो चाहिँ लाइटहरू यस्तो लागिरहेको छ मैले हिजोको भ्लगमा देखाइसकेको थिएँ अनि अब चाहिँ म घर जान्छु घरमा गएर पूजा गर्छु होइन अनि पूजा गरेर त्यस्तै हो गाइस अनि खानाहरू खान्छु अनि फेरि हामी यता आउँछौँ एकैछिन आउँछौँ अनि घर जान्छौँ हाम्रो गाउँमा चाहिँ यसपालि चाहिँ डाइसै के लाग्छ नि किन आई डोन्ट नो गाइस होइन अहिलेको लागि चाहिँ स्टे दिनु ल अनि घरमा गएर एन्डिङ पनि गर्छु अनि भ्लग एडिटिङ पनि गर्छु नि त गाइस पूजाहरू सबै गरेर चाहिँ मैले भात बसालिरहेको छु होइन खानामा मलाई अल्छी लागेन सक्दैन अनि आलु भुजिया बनाउँछु दुध छ त्यस्तैसँग खान्छु भात दुध भात खान्छु अनि आलु भुजिया खान्छु अनि आजको भिडियो कस्तो लागेको छ होइन अनि भिडियो मन परेको छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु अनि साथैमा फलो पनि गरिदिनु म यही भिडियो फेसबुक पेजमा पनि हाल्छु होइन बाई बाई एभ्रीवान नेक्स्ट भ्लगमा भेटौँ होला